कम्प्युटर डेलिभर्ड आइएल्समा थाहा पाउनै पर्ने 5 कुराहरू। नम्बर 1, तपाईको लिसनिङ सेक्सनमा 10 मिनट जुन त्यो ट्रान्सफर टाइम हुन्थ्यो आन्सर सिटमा कपी गर्ने, त्यो 2 मिनटमा मात्रै पाउनुहुनेछ र त्यो 2 मिनटमा तपाईले ट्रान्सफर गर्ने भन्दा पनि आफूले गरिसकेको आन्सर्सहरूलाई चेक गर्नुहोला, स्पेलिङ्सहरू याद गर्नुहोला। रिडिङ सेक्सनमा 60 मिनट्स भित्रै सबै आन्सर्सहरू सक्नु पर्यो र तपाईले रिडिङ सेक्सन गर्दाखेरि अन्डरलाइन गर्ने, गोलो बनाउने बानी छ भने चाहिँ अब त्यसलाई छोडेर हाइलाइट गर्ने, येल्लो कलरको हाइलाइट गर्न मिल्छ र नोट टिप्न मिल्छ, नोट टेकिङ गर्न मिल्छ डिजिटली। त्यो दुईटा फिचरलाई चाहिँ एकदम याद गर्नु पर्यो। नम्बर 3, रिडिङ सेक्सनमा कपी पेस्ट गर्न पाइन्छ एसेबाट अथवा टेक्स्टबाट आन्सर सिटमा अथवा आन्सर राख्ने ठाउँमा। त्यो स्पेशली फिल इन द ब्ल्याङ्क्समा एकदमै युजफुल हुन्छ। नम्बर 4, राइटिङ सेक्सनमा तपाईहरूले क्लक र नम्बर अफ वर्ड्स दुईटै देख्न सक्नुहुनेछ। त्यसले तपाईलाई राइटिङमा कतिवटा वर्ड्स लेखेँ र कतिवटा वर्ड्स लेख्न बाँकी छ र टाइम कति बाँकी छ, यो दुईटै कुरा ट्र्याक गर्न एकदम सजिलो हुन्छ। लास्ट बट नट लिस्ट, स्पिकिङ सेक्सनमा नो मेजर चेन्जेस, सेम ओल्ड स्टाइल, फेस टु फेस कम्युनिकेसन हो र कहिलेकाहीँ जुमबाट पनि हुन सक्छ। यो 5वटा कुराहरू याद गर्नुभयो भने कम्प्युटर डेलिभर्ड आइएल्सको लागि तपाईँ रेडी हुनुहुन्छ।